हेलो नमस्ते नमस्ते गुड मर्निङ साथीहरू। हिजै करिब होइन 1 बजेपछि मैले विराटनगरबाट निस्केँ काकरबिटाको लागि। हाम्रो साउलाई होइन दिल्ली टु बागडोग्रा पानी ट्याङ्की अनि काकरबिटा आएर विराटनगर फर्किने कुरो थियो। तर हिजो मौसम खराबको कारणले हिजो प्लेन डाइरेक्ट ल्यान्ड हुन सकेन बागडोग्रामा। त्यसपछि अब तपाईँको मैले पछि गुवाहाटीमा ल्यान्ड गरेर प्लेन डिले भयो। त्यसपछि मलाई अब यहाँ मैले करिब 4:15 पुगिसकेको थिएँ गोरीगञ्जको बाटो भएर आउँदाखेरि। सो अब राति 10-11 बजीसम्म पनि आउने कन्फर्म हुनु भएन। ग्यारेन्टी केही छैन, आउन पनि सक्छु नआउन पनि सक्छु भनेर मैले। अनि मलाई भन्नुभयो ठिकै छ तिमी होटलमै बस्नु भनेर। होटल नोलिटी काकरबिटा होइन, यो तपाईँको राइट साइड पर्छ मार्केटदेखि बस स्ट्यान्डदेखि। सो अहिले म नुहाइधुवाइ गरेर रेडी भइसकेको छु। अब हेरौँ कलकत्ताबाट फ्लाइट हुन्छ हाम्रो सरको। त्यसपछि बागडोग्रापछि हामी त अब यहाँ काकरबिटा आएपछि विराटनगरतिर फर्किनेछु साथीहरू। त्यो अहिले म ठ्याक्कै नौलिटी होटल होइन काकरबिटामा छु, हेर्न सक्नुहुन्छ। यो होटल छ, एक्लै बस्नु पऱ्यो अरू त को हुन्छ यहाँ साथी होइन। अनि त्यसपछि यहाँनिर मेरो सामानहरू सब रेडी छ, गाडीको चाबी पर्स सब रेडी। यस्तो छ काकरबिटा। अब म तपाईँहरूलाई कार मेरो कहाँ छ त्यहाँ देखाइरहेको छु। एभेन्यू छ, क्रेटाको एभेन्यू। यहाँ मेरो गाडी पार्क गरिरहेछ। सो अब रेडी भइसक्यो। अब तल जान्छु, गाडीसँग पोस्टपात गरेर रेडी भएर बस्छु। कतिखेर फोन गर्नुहुन्छ अब सरले, त्यसपछि निस्किने विराटनगर। हस् त साथीहरू, आजको ब्लग यति नै, बाई।